माहौल चाहिँ यहाँ यस्तै छ अहिले जाने होइन बिर्तामोडतिर भन्ने खान्न ओके हामी जाने होला नि त होइन जाने ल्याउनु पर्ने छ दक्षिणै ल्याउँदैन दक्षिणा तपाईँले दिनुपर्ने हो क्या भान्जालाई बुझ्नुभयो नि होइन दसैँमा हो नि त भान्जा मैले दिने दक्षिणा लास्ट ह्यान्डसम मान्छे हो क्या अहिले होइन ड्रेसअप ल फाइनली हामी चाहिँ अहिले 3 जना भइसकेको छौँ होइन हन्टिङ हान्नको लागि राति होइन हेलो एभ्रिवान वेलकम टु माई च्यानल फाइनली टक्कसँगले म चाहिँ धेरै पछाडि भिडियो बनाउँदैछु अनि त्यही नै हो गाइस कामले गर्दाखेरि भिडियो बनाउनु भ्याएको थिएन अनि यसो नि त ल भनेर आज चाहिँ यसो एउटा भ्लग निकालिदिउँ भनेर बिर्तामोडतिर जाँदैछु हन्टिङ हान्नको लागि भिडियो चाहिँ एकदम स्पेसल हुनेछ होइन हेर्नु होला होइन म र एउटा मेरो साथी जाँदैछौँ त्यही नै हो गाइस कमेन्टमा भनिरहेको थिएँ बिर्तामोडको हलीचली के कस्तो छ यसो भिडियो बनाएर देखाइदिनु न भनेर हजुरहरूकै डिमान्ड भएको हुनाले होइन म चाहिँ जाँदैछु त्यही नै हो अलिकति होइन स्टार्टिङमै खतरा सिनहरू छ यसो हेरेर रमाइलो इन्जोय गर्नु होला यहाँ पर्खिरहेको रहेछ होइन यता हेर्दैन अनि नयाँ रिपोर्ट बनाउँदैछु के गरेको जाने होइन बिर्तामोडतिर हन्टिङ हान्न कमेन्टमा बिर्तामोडतिर हन्टिङ हान्न देखाउनु पर्यो भनेर धेरै होइन धेरै कमेन्टहरू आइसक्यो क्या हो हन्टिङ चाहिँ के हन्टिङ अब तैँलाई के हन्टिङ हान जस्तै हानु न जे हान्दा नि हुन्छ क्या आजको लागि चाहिँ स्पेसल बनाउनु पर्यो क्या ब्लगलाई बुझिनस् ठिक ठिक 4-5 चोक चाहिँ यस्तो छ यहाँनिर होइन ह्यान्सी किन्नु हुनु पर्यो क्यामेरामा यसै ह्यान्सी आइहाल्छ नि मेरो लगाइस मैले मान्छेलाई चाहिँ भेटिसकेँ होइन अब यो र म चाहिँ जान आँटेको टक्कसँगले होइन केही नथाहा पाए जस्तो गरिदिरहेको छ क्या फेरि त्यही नै हो यता हाम्रो 4 पानीको लास्टै ह्यान्डसम काले दोस्त पनि आइसक्यो होइन ओ काले काले आइ गर न कस्तो ह्यान्डसम छ नि 4 पानीको लास्ट ह्यान्डसम मान्छे हो क्या अहिले होइन ड्रेसअप कति लास्टै बिजी हो पुरै ए जाउँ आइफोन किनौँ न एउटा आइफोन जाउँ हाई गरिदिनु न यो ब्लगमा आउँछ युट्युबमा क्या अब मलाई मिठो चिया बनाएर खुवाउनु हुन्छ नि जहिले होइन काम गर्छन् होइन एकदम ठिक छ यार दाइ अनि तपाईँलाई मेरो भ्लगमा स्वागत छ दाइ धन्यवाद लु भाइ के भन्न चाहनुहुन्छ कि भन्न चाहन्छु हामी यो गिरी ब्लगर होइन मिस्टर गिरी ब्लगर यता आएर भन्नु दाइ चाहिँ फेरि लाइक गर्नुहोस् सेयर गर्नु फलो गर्नुहोस् तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरेर दाइ चाहिँ फेरि डेन्टलको ल्याबमा काम गर्छन् कि होइन खतरा दाँतहरू चाहिँ फेरि खतरा बनाइन्छ नि मान्छेहरूको होइन आफ्नै हो जे भए पनि त जस दाँत बनाउनु हुन्छ भने सकिहाल्यो नि होइन दाइसँग कन्ट्याक्ट गर्दा बुझिहाल्छ नि मान्छेले त्यही न गाइज होइन ल हामी चाहिँ यसो बिर्तामोडतिर हन्टिङ हान्न जान आँटेको दाइ जाउँ न त जाउँ यो मान्छे लास्टै हन्टिङ गर्छु भनेर छ कि होइन त्यही भएर हो क्या ल फाइनली हामी चाहिँ अहिले 3 जना भइसकेको छौँ होइन हन्टिङ हान्नको लागि राति होइन केटाहरू रेडीमा छ अनि बाइक चाहिँ साथीले चलाउँछ म चाहिँ यसो भिडियो क्लिपहरू खिच्नुपर्छ त्यही नै हो गाइस अहिले चाहिँ हामी 4 पानी चोकमा छौँ होइन यस्तो छ यहाँको माहौल चाहिँ ल हामी चाहिँ टक्क लाएर 4 पानीबाट हिँडिसकेको छौँ होइन माहौल हेर्नको लागि के कस्तो हुन्छ अब आइपुगेर थाहा हुन्छ बाटो चाहिँ एकदम खराब छ होइन पुरै अहिले किङ्सबेरी होटल आइपुगिसक्यौँ होइन देख्न सक्नुहुन्छ जस्तो छ यहाँको माहौल चाहिँ अगाडि चाहिँ खासै छैन क्या यताउति बाटो बिग्रेछ कि त्यो कारणले गर्दाखेरि पितासिन छ क्या त्यस्तो बगाल चाहिँ छैन आकाश शिविर आइपुगिसकेको छौँ बाटो चाहिँ खिच्चा भइदिरहेको छ क्या फाइनली हामी चाहिँ पश्चिम बस स्ट्यान्ड आइपुगिसकेको छौँ
देख्न सक्नुहुन्छ यहाँको माहौल चाहिँ अहिले यस्तो छ, पुरै भिडभाड छ होइन। लेट्स सी हामी अलिक तल गएर एक राउन्ड हानेर आउनेछौँ। अहिले यहाँ चाहिँ खासै सिनहरू छैन किनकि अझै पनि भिडभाडै रहेछ, त्यही कारणले गर्दा हो होइन। ल हामी चाहिँ मुक्ति चोक आइपुग्न आँटेको छौँ। माहौल चाहिँ यहाँ यस्तै छ अहिले। कम्प्लेक्स अगाडि यस्तो छ सिनहरू गाइस। बिएनसी हस्पिटल अगाडि आइसकेको छौँ। खै यहाँको माहौल हेर्दा पनि खासै केही चाहिँ देखेको छैन। अब कता कता सबतिर घुम्नुपर्छ जस्तो लागिरहेको छ मलाई चाहिँ। त्यही नै हो गाइस। ल हामी चाहिँ अहिले बस फाटक जाने बाटोमा आइसकेका छौँ होइन। अनि अहिलेको लागि चाहिँ हाम्रो यात्रा यहीँसम्म छ, यहाँबाट हामी फेरि फर्किन्छौँ। ल गाइस हामी चाहिँ बुढाबारीको चियागाना मुत्न आएको थियौँ होइन, मुत्यौँ अनि जान आँटेको होइन। बाटो यस्तो छ नि बिग्रेर धुलो खाएर पुग्दाखेरि त भातै खान मन लाग्दैन, धुलै मात्रै खाएर गइन्छ। मुक्ति चोक आइपुग्न लाग्यो। यस्तो मुक्ति चोक आइपुग्यो कम्प्लेक्स। त्यो दोकानै बन्द भएछ यार, मोबाइल किन्ने भनेको। यस केही छैन। अब हामी जाँदैछौँ चटपटे खाना। गाडी आयो यताबाट, चट्टसँगले यताबाट आएर चट्ट यहाँनिर दिउँ हामीले। मामा के छ? ठिक छ भन्दा दक्षिणा कहिले दिन्छौ? मामाले भान्जालाई दिने हो क्या दक्षिणा भन्ने कुरा त? ल्याउनु पर्ने छ, दक्षिणै ल्याउँदैन। दक्षिणा तपाईँले दिनुपर्ने हो क्या भान्जालाई, बुझ्नुभयो नि होइन? दसैँमा हो नि त भान्जा मैले दिने दक्षिणा। अनि केटाहरू सिन बिग्रेर तनावमा छन्, यताउति घुमिरहेको छन्। अनि सन्चै हुनुहुन्छ? भलिबल सब हुन्छ होइन? एकदम धेरै दिन भित्र नआएको म पनि कामले गर्दाखेरि चाहिँ टक्क लाएर अहिले घर फर्किँदैछौँ किनकि बिर्तामठको अवस्था चाहिँ अलिक नाजुक रहेछ होइन। अनि त्यही नै हो, बिर्तामठको नाइट लाइफ चाहिँ यस्तै हुन्छ गाइस होइन। हेरेर चित्त बुझाउनु होला।